हेलो गाइजहरू। ल हामी चाहिँ यता क्रोसियातिर छौँ अहिले। ल विक्रमजी पनि उहाँ रोमानियाबाट आउनुभएको, यहाँ मसँग भेट भएको छ। हामी बसिरहेको छौँ। यसो आज चाहिँ यसो फुर्सदको टाइममा चाहिँ यसो शनिबारको दिन अब यसो फुर्सद भएको थियो, त्यही भएर हामी यसो घुम्न लागेको। अहिले यो क्रोसियाको चाहिँ यो सिसाइड क्षेत्र, यहाँको चाहिँ पर्यटक क्षेत्र हो। अहिले चाहिँ आजभोलि त्यति चहलपहल छैन खासै। यहाँको चाहिँ ठाउँहरू घरहरू यस्तै छ। अब सिजनमा चाहिँ बिस्तारै सिजन सुरु हुँदैछ। सिजन सुरु हुन लागेको छ भन्दा कस्तो रमाइलो छ जस्तो ल हैन? रमाइलो छ नि, यस्तो छ जो घुम्नलाई बस्नलाई हैन। युरोपको घरहरू यस्तो हुन्छ, युरोपको घरहरूलाई हेर्नुहोस् है। ल यहाँ स्विमिङ गर्ने ठाउँ, समुद्र नजिकै होइन। यो चाहिँ एउटा त्यसले नै वरदानै दिएको ठाउँ हो कि होइन, एउटा प्राकृतिकले नै वरदान दिएको ठाउँ हो कि। किन भन्दाखेरि समुद्रले छोएको भएर होला यति। अब हेर त्यहाँ सिपहरू कति छ धेरै होइन, अनि त्यही भएर हो क्या।